गर्दै बसेका छन्। कहाँ छन् तिम्रा ती शिव, आकाशमा पृथ्वीमा कि तिम्रो मनको घरमा? यदि साँच्चीकै तिम्रा शिव यो संसारको सर्वोत्तम हुन् भने आज यहाँ प्रकट हुन भन, मेरो सानो दिनबाट म कसैसँग डराउँदिनँ। मेरो अगाडि केही दानव वा मानव कसैको पनि चल्दैन, किनकि यो संसारको सबैभन्दा नाश भएको दानव म सक्छौ भने भनौ, यहाँ प्रकट हुन भन तिम्रो शिवलाई, यहाँ बोलौ, यहाँ बोलौ तिम्रो शिवलाई बोलौ। जब जब यस धरतीमा असत्य र अहङ्कारको जन्म हुन्छ तब तब सत्यको जितका लागि यस धरतीमा भगवान शिवले आफ्नो एक स्वरूप प्रकट गरी तिमीहरू जस्तो असत्य र अहङ्कारीको संहार गर्नुहुन्छ। किशोर चंद्रशेखरे रति प्रतीक्षणं बंधु बंधु रास्वरक्तिगंध संतति प्रमोदमान मानसे कृपाकटाक्षि पूर्णी निरुद्ध दुर्धरापति मुझित्तिगंबरे मनो विनोद में तु वस्तुनि प्रणामणि प्रभा कदम तुमको मंगला प्रणत दिग्वधूके वगान सिंधु रसपुरध्वगुत्तरीय में तुरे मनो विनोद वर्धितं विभर्तु भूत हर हर शिव शंकर काल कट्टु मरोधर काशी कैलाश वासी मृत्युंजय भूतनाथ दानी करो दर्शन कल्याणकारी। Para